यसै सँगसँगै अब म शुभकामना मन्तव्यतर्फ जान चाहन्छु। गण्डकी प्रदेश सरकार पूर्व मन्त्री पञ्चराम गुरुङज्यूलाई आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनको लागि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। आजको यस अत्यन्तै गौरवमय र अत्यन्तै राम्रो र भव्य र सभ्य कार्यक्रम सञ्चालिका हाम्रा बुहारीहरू, कुनै परिवारका बुहारीहरू पार्वतीजी र उषाजी, सर्वप्रथम त आजको यस भव्य कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण कुनै परिवारप्रति र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली जनहरूप्रति हामी नेपालीहरूको महान नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।